नमस्ते साथीहरू, आजको चाहिँ चिसो चिसो मौसम छ। अनि त्यसपछि मैले आज हेर्नु त यो रागाको खुट्टाको सुप बनाएको छु। अनि यो चाहिँ गहत र भात हो, ओच्को भात हो, गहतसँग मिसाएको। यो चाहिँ साग बोइल गरेको। अनि यो डल्ले खोर्सानी खाना लगाएको। हामी चाहिँ यो चाहिँ मेरो छोराको है, हामी चाहिँ जे खान्छौँ त्यही दिन्छौँ बच्चालाई पनि। अब हामी चाहिँ खाना लगाएको है। अब हामी खाने हस् हस् अब मेरो बाबाले लु खानु त खानुहोस्। अब हामी चाहिँ भन्यो नि। अब हामी चाहिँ खाने है। कस्तो तातो तातो है। यो चाहिँ झोल पिउनुपर्छ है यसरी। छोरा यसो हेर्नु त मिठो। मैले चाहिँ खास बनाएको चाहिँ होइन, मेरो बुढोले बनाएको हो। दिदी यसरी र सुप खाने है। नानी झर्छ लडिन्छ नि त बाबा, लडिन्छ नि त। यस्तो हुने गरी उसिन्नुपर्छ। बाबा म खान्छु के, कस्तो खानु नदिएको। ल आइले पनि खानु त। ल स्टार फिस जस्तो छ हेर्नु त छोरा। स्टार फिस जस्तै। वाह मेरो छोराको नि त स्टार फिस जस्तै छ है। पिरो यो चाहिँ पूर्वबाट पठाइदिएको है, डल्ले खोर्सानी। मेरो छोरा तातो भयो। ल ल ल गरिदिन्छु नि त म, गरिदिन्छु हस्। अनि यो साग चाहिँ हप्पु हप्पु गर्नुपर्छ हस्। आएको फेरि सक्यो नि त्यो त।